कोमल के छ नभए मेरो भाइहरुसँग हल्का कक्षा 7 बाट हामी इडन गार्डनको स्कुलबाट आयौँ। एकदम माथि होइन सेफ सो हे एभ्रिवान नमस्ते सबैजना सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु। सो ह्याप्पी होली एभ्रिवान है स्पेसल होली। सो तपाईँहरूको के छ त प्लान होइन कहाँ कहाँ घुम्नुभयो होइन आज चाहिँ सिटी सेन्टरमा धुमधाम हुँदैछ होइन सिन्तिर सिटी सेन्टर पनि हेरिन्छ। सो साथीहरू पनि आउँदैछन् होली लाउने ड्रेसअप त यही हो के भन्नु होइन केटा। सो वी विल मिट सोन। अब हामी चाहिँ बाहिर गएर होली लगाएको बेला भेटौँ है त। केटाकेटी अहिले खेल्दैछन् होली खेल्दैछन् हुन्छ। दिदीलाई भेटौँ त दिदी रोडी। हेलो ह्याप्पी होली। के छ त के छ मार्नौले के छ मार्नौले नयाँ नौले केही छैन। ह्याप्पी होली एभ्रिवान। अनि मेरो भाइको च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला। सेयर गरेपछि हजुरले यति राम्रो राम्रो अनुहार हेर्न पाउनुहुन्छ। चस्मा चोर हो, यो मेरो चस्मा हो। आज हामी सिटी सेन्टर जाँदैछौँ होइन। लेट्स गो। हाम्रो दिपेन्दाहरू पनि त्यही हुन्छ धुमधाम रमाइलो हुँदैछ। हाम्रो रचना रिमाल पनि आउँदै हुन्छ त्यति होइन। सो वी इन्जोय अ लट। सो लेट्स इन्जोय माई ब्लग। अहिले चाहिँ हामी जाँदैछौँ कोर्ट कलेज छेउमा विथ सिस्टर। अनि त्यहाँ गएर फोटो खिच्ने अनि सिटी सेन्टर खिच्ने सिटी सेन्टरमा खिच्ने दिपेन्दाहरू हुनुहुन्छ अगाडि नै भनेको थियो अहिले। सो गाइज मेमा गएर भिडियो सिडियो फोटो सोटो खिच्ने अनि सिधै सिटी सेन्टरमा गएर भेटौँ है त। यहाँ फोटो सेसन हुँदैछ है त। बाटोमा पोज दिएको अरे दिदीले बहिनीले फोटो खिचिदिएकी अरे होइन बहिनी। म चाहिँ दादाको बहिनी होइन दादाको ठुली बहिनी। त्यही हो गाइज फोटो खिचिदिएको छौँ हामी कोइड कलेजमा छौँ। होस् त्यही हो गाइज अब हामी त्यहाँनिर जाने बाल्ने अनि बालेर भेटौँ है त। एउटा पोज फेरि गाइज मेरो हालत के हो यो 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 मान्छेले नि यो मान्छेले के गरिदियो क्या आज दिदीले यो पूजाजीले के गरिदियो क्या मलाई के भयो क्या। वेट माई टर्न विल कम। यस्तो दल्छु कि म त्यो भिडियो तपाईँलाई देखाउँछु है त कसरी दिदीले दल दिनुभयो कि मलाई त्यो देखाउँछु र म त्यो भिडियो भएर लास्टमा हेर्नु है त। के गरे यो अनुहार कहाँ छ खोइ टाउको खोइ एकछिन ओए आयुष्मान भगवान ल गाइस यो चाहिँ हाम्रो भाइको चलिरहेछ है। कसैले न्यु खोज्यो भने के गर्ने हो हातमा चप्पल बोकेको छ यत्रो हिल्छ अनि यसले गाडीमा ड्याम्म हाल्ने डिम्पल बसाइदिने अनि डिम्पल बस यसो डिम्पल चाहिन्छ अनि रनिङ गर्नु पर्दैन। चाहियो
क्राउड गाइस यु क्यान सी द क्राउड क्राउड जस्तै छ मान्छेहरू होइन हामी 2 बजे जाँदैछौँ अहिले मान्छेहरू फर्किँदैछन् Dipen Dai, we are coming. Dipen Dai. मेरो स्टेसन पनि कस्तो भएको थियो कसले भएको छ तपाईँहरू Dipen Dai. तपाईँले यस्तो सहयोग गर्नु म के गर्नु म बन्द गर्दैन म बन्द गर्दैन मेरो Oye, बोल्दै हुन्छ नि मेरो ओए बोल्दै हुन्छ नि आरएसए बम्बे से आए मेरो दोस्तको लागि सलाम गर्नु एकचोटि मेरो सिलिगुडीको मेरो साथी आई लभ यू आपका नाम क्या है बोलिए I love Nepal people also. कति बजे 12 बजे म त के गर्नु म त मर्छु म सुन्नु मलाई सबैजना माया गर्नुभएको हाम्रो बिर्तामठको सुपाचो घन्टीबारी जात्रुबारी होइन मलाई सम्पूर्ण यहाँ मेरो हाम्रो जिमको साथीहरू बडी ग्यारेज ग्यालेक्सी हाम्रो फिटनेस पार्क होइन हाम्रो अरू जिमहरू हुनुहुन्छ सबै मलाई सहयोग गर्नुभएको यो मेरो म त तपाईँको जस्तो जिमर त होइन अलिअलि ज्ञान बनेको छ र मेरो साथी आउनुभएको छ मेरो बम्बे से आए मेरो दोस्तको लागि एकदम ताली 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 मेरो दोस्तको लागि एकचोटि तपाईँहरू सबैले गराइदिनु त एकचोटि प्लिज थ्याङ्क यू म यति भन्दै म डिजेलाई गराउँछु तपाईँहरू यहाँ मैले अलिकति देखेँ भने म बन्द गरिदिन्छु है यो कुरा तपाईँहरू नरिसाउनुहोस् तपाईँहरू सभ्यबाट गर्नुहोस् म के म्युजिक चलाउनु कि बन्द गरिदिनु ल त्यसो सभ्यबाट ल Finally, we are back. के छ बल्लभ के अरे
तेरो के छ भन्दा मेरो खबर भाइ मेरो जुन तामिङ बनिहाल्छ यार फेरि हो मेरो त ठिकै छ होइन जुन तामिङ बनिहाल्नु पर्छ है यहाँ सिटी सेन्टरमा गएर गीत गाउनुपर्छ बबाल गाउनुपर्छ आर्यन हेलो गाइस हामीहरू अब कहाँ जाँदैछौँ सिटी सेन्टर त्यहाँनिर स्वस्तिक फाइट खेल्छ अरे ल हामी सिधै अब त्यहाँ अगाडि गएर भेटौँ है त क्यामेरामा हेर छिटो क्यामेरामा हेर्न यहाँ हेर्न स्वस्तिको अनुहार यस्तो भएको छ गाइस होइन ल ल स्टप भन्दैन नि त स्टेजमा आफै बिस्तारी को स्टेजमा अलिक खाली गरिदिनु नि प्लिज मलाई पनि गाह्रो भयो डिजेलाई पनि गाली भयो प्लिज प्लिज रिक्वेस्ट म्युजिक नभए चल्दैन म्युजिक चल्दैन प्लिज सबैजना एकचोटि रिक्वेस्ट गर्नु पर्यो स्टेज एकचोटि खाली प्लिज म सबलाई हात जोड्छु प्लिज 9 बजी प्रोग्राम भाइ आयो थ्याङ्क यू अहिले आयो थ्याङ्क यू मेरो भाइ प्लिज स्टेज खाली गर न मेरो भाइहरू को छ आफै बुझेर गर्नुहोस् अब मैले यहाँ के देखाउनु भन्नु त राज्य कसरी तिर्दैन जस्तो लाग्छ मलाई दिने मान्छे चाहिँ एकदम फेरि भाग्यमानी हो सुन्नु नि म अब सकिनँ आँट ल पानी दिँदा फ्याँक दिनुहुन्छ यार कसलाई दिनु भन्नु नि म तपाईँलाई दिन्छु पानी ल सुन्नु त्यो नबस्दिनु यता अलिकति तपाईँ पनि यसो छोइदिनुहुन्छ अब के गर्नु अब हामीसँग बलम काजीज्यू आउनुहुन्छ हाम्रो प्रवीण खड्काज्यू हाम्रो दाइ राजु घिमिरे दाइ आउनुभएको छ